सो हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई अनदर ब्लग आयो फाइन हजुर सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु अनि जस्ट अहिले चाहिँ म गाडी जाँदैछ यानि बिहान नै यानि 6 बज्न लागिसकेको छ अहिले चाहिँ कति भयो भन्दाखेरि 5:52-53 त्यस्तै भयो भर्खरै होइन अनि म चाहिँ अहिले निस्किरहेको किनकि अलिकति छिटो जाउँ छिटो आऊँ भनेर अलिकति काम गर्नु होला होइन बिहानै 7 बजेतिर पसल खोल्छ त्यसैले 7 बजेतिर पुग्ने गरी म अहिले जाँदैछु गाईघाट चाहिँ अनि मैले हिजो क्यासेट हप नभए नि क्यासेट हप चाहिँ जस्ट लाउड हप चाहिँ बनाएको थिएँ होइन सुन्नु सक्नुहुन्छ आवाज होइन मस्त आइरहेको छ होला रेडबुलको खोला अलिअलि गइरहेको छ एडमा छानिसकेको मैले चाहिँ कस्तो मस्त आवाज आइरहेको छ क्यासेट हप नभए नि होइन लाउड क्यासेट हप त हो कि तर लाउड हप नभए पनि लाउड हपको फिल चाहिँ लिइरहेको छ मैले यस्तोबाट होइन यसको साउन्ड हजुरलाई सुनाउँछु ल सुन्नुभयो होला नि पुरै ट्याङ सो एभ्रिवान अहिले चाहिँ म जस्ट आइसकेँ गाईघाट होइन गाईघाट बाइक स्टेसन स्वेटर लगाएर गाईघाट हो होइन गाईघाट नै हो गाईघाट बाइक स्टेसन नै हो जगदीश साइकल स्टोर नै हो र कुनै पनि पसल खुले छैन अहिले चाहिँ लाग्छ मलाई आज पसल खुलेन भने पो तना फेरि फर्किनुपर्छ यार त्यही टेन्सन लाग्छ तर लाग्छ मलाई जहाँसम्म आज पसल खुल्छ होइन ए यार कस्तो झर्दैन अनि मैले चाहिँ जस्तो एड्रेस बनाएको थिएँ है त्यसको चाहिँ काम पुगिसकेको छ क्या पक्नु न म देखाउँछु ए बिगन हुन्छ सबै भाँचेर हेर्ने आइ केही छैन हो यत्रो ग्यापिङ बसिरहेको छ केही होइन जस्ट साइकल चाहिँ सब भाइले यहाँनिर चक्काहरू लगाइसकेको रहेछ होइन राखिरहेको छ अब यसलाई चाहिँ रिम बनाएर मैले चाहिँ होइन अनि बनाउनु पर्ने हुन्छ रिम बनाइहाल्यो अनि त्यसपछि टायरहरू हाल्नुपर्ने हुन्छ र त भाइले नयाँ मेसिनले गर्दैछ स्व्यागमा यिनीहरूले काम चाहिँ गर्छ तर राम्रो कामै गर्दैन यहाँ यसको त क्लिप नै हालेर हेर्छु कि क्लिप चाहिँ यहाँ छ सो एभ्रिवान अहिले जस्ट म खाना खान आएको छु र खाँदैछु तरकारी चाहिँ एकदम बेस्ट हुँदो रहेछ र कटरको तरकारी भनौँ न अनि छोले छ अनि तरकारी सरकारी अरू पनि छ बबाल छ एकदम ल त भेटौँ हामी खाना खाएर 10 नम्बर जाने प्लान छ हाम्रो चाहिँ त्यसैले गर्दा आजको राइड चाहिँ 10 नम्बर हुनेवाला छ लेसको गाइज एभ्रिवान अब चाहिँ हामी 10 नम्बर ट्रेल चाहिँ निस्किन लागेको छ हामी डाउनहिल ट्रेल चाहिँ आज ट्राई गर्नेवाला छु एक्सी साइकलमा होइन डाउनहिल ट्रेल ट्राई गर्नेवाला छु यसको गाउँमै त राजदाता हुनुहुन्छ यसलाई चाहिँ तुर्लुङ्गा झुन्डाएछ चाहिँ होइन मार्लिन 26 अरे क्या अजिब छ साइकल चाहिँ जिटिएको अरे सो एभ्रिवान अहिले चाहिँ हामी राइड निस्केको दिउँसोको 3 बजे 1 मिनटको घाममा होइन 3जना 3 बजे हिँडेछ एउटा यहाँ चुतिया चाहिँ यहाँ हेर न रिम फुटाउने मजा मन लागेर हिँड्दैछ चोरहरू सो एभ्रिवान अहिले चाहिँ म जस्ट के अरे भ्यू टावर आइसकेको छु अनि केटाहरू चाहिँ आएको छैन सायद पछाडि पनि छैन आएको होइन अनि जस्ट भ्यू टावर चाहिँ पछाडि छ एन्ड गाईघाटको भ्यू चाहिँ अलिकति पुरै चाहिँ आएको छैन होइन देख्नु चाहिँ अलिअलि भयो भने हेर्नु होला है गाईघाटको भ्यू यस्तै छ र योभन्दा चाहिँ अलिकति क्लियरली म देखाउनेवाला छु पुरै होल गाईघाट देखेको छैन त्यही भएर माथि जानेछु र यसको अगाडि भेटौँ है त अर्को डामना चाहिँ आउँदैछ कि होइन अझै कन्टिन्यू रोक्ने होइन केटा ठिकै बस्छ नि ल जिउ तातेपछि कन्टिन्यू पेल्न मन लाग्छ भाइ होइन न अनि हेर्नु त्यहाँ अझै पेल्ने अरे साइड चितिया म चाहिँ गएको यसलाई यिनीहरूलाई फेरि माथि भेट्छ त एभ्रिवान अहिले चाहिँ हामी जस्ट आइसक्यौँ माथि 10 नम्बरको होइन अब यहाँ चाहिँ हामी अफरोड एन्ड कि डाउनहिल ट्रेल झर्नेवाला छौँ फर्स्ट एक्सपिरियन्स हुनेवाला छ किनकि मेरो डाउनहिल यहाँ चाहिँ डाउनहिल ट्रेलमा विथ
1/10 को सेटअपमा पहिला चाहिँ मेरो त्यही 3/9 को सेटअप थियो होला सायद होइन त्यति बेला त्यो टाइममा चाहिँ झरेको थिएँ यहाँबाट एन्ड ब्रेक पनि राम्रो थिएन यो पालि चाहिँ के हुनेवाला छ थाहा छैन है तर पनि गाइडको नजर दिँदा हुन्छ एउटा सिनेमेटिक लिन्छ है त्यसलाई सो यहाँ आउन चाहिँ हामीलाई अलमोस्ट 50 मिनट जति चाहिँ लाग्यो अनि यहाँ यस्तो फिल भइरहेको छ कि होइन समयसँगै सहर चाहिँ होइन डेभलपमेन्ट एन्ड चेन्ज हुने रहेछ क्या त्यो देखेको यहाँ चाहिँ आजभन्दा 2 वर्ष अगाडि आउँदा पनि यस्तै थियो अहिले पनि यस्तै छ त्यही भन्नु खोजेँ मैले चाहिँ खासमा ऊ आयो मुर्दा बिस्तारै ब्रेकिङ अगाडि पनि खेला न यार जान्छस् यसरी त रे बा डरै लगाइदियो अरे त मलाई यार झार्ने खोज्यो त्यसलाई नबोलाइ ब्रेकमा बानी छैन हाइडल ब्रेकमा उच्छ होइन त्यसलाई जन आयो भने त मर्छ त्यो अनि जस्ट देख्दा हुन्छ यतातिरको बोक्सेको साइडतिर पनि यस्तो बवाल छ है एन्ड यिनीहरूको हाई स्कुल पनि देखेको छैन कहाँ हो ए तलतिर बस पार्क साइड जाने रहेछ बाटोमा चाहिँ अनि यस्तो दामी भ्यू देखिरहेको छ कि एन्ड हामीले एक दुईवटा फोटोहरू पनि खिच्नुपर्ने हुन्छ एन्ड सबसे धेरै गाईघाटमा भनेको यता यो साइडमा छ क्या त्यो होइन मेन चोकतिर गाईघाटतिर होइन गाई चोकतिर होइन होइन होला यता पनि हेर्न त यहाँ जङ्गल छ फेरि पुरै घरहरू छ होइन लाइनै चाहिँ त्यहाँनिर छ सबैभन्दा होइन ए जहाँसुकै होस् त अनि कहाँ अरे हाई फिल्ड ए त्यहाँनिर हो यो फेरि अनि सिक्रेट हाँस्न खोजिरहेको छ क्या ल यहाँ फोटोसोटो खिच्नुपर्ने हुन्छ त्यसपछि हामी चाहिँ खासो लिएर आएको चाहिँ केटाहरूले पैसा खर्च मान्छे पनि आएको झर्छ हामी चाहिँ यतातिर गयो नि अडिन सक्छ होइन सपनामा है हेरौँ त यसको चढ्ती कलाहरू चढा अगाडि बढी गर्नु अगाडि चढे जबडा ओए नउठे चढाएरै छोड मुर्दाहरूले वाह बेटे ब्रेक फेल हो मात्र हो बरुवा खोला भाइ यस्तो बेहोरा चाहिँ नगर है फाइदा हुन्छ मुला कुरमुरे एउटै परेन त्यसमा बिहान धुने बेस आज मर्ने हो मर कन्टेन्ट आउँथ्यो तँ अगाडि किन लिएर आएको म आउने बेला ल्याएको भए हेर्नै खाँचुल गर्छ अब लडे ए डर पुगेर खुट्टा टेक्यो गाई छैन खुट्टा टेक्यो छिर्यो ओइ राजु भाइ ओइ बेहोरा देखाएको गाई छैन यत्रो बाटो आयो यार कस्तो बन्यो भन त बस त त हो दोस्त प्लास्टिकको लागि एउटा हरियो निलो प्लास्टिकको लागि हरियो प्लास्टिक पयाले प्लास्टिकमा खान मानेन क्या त्यस्तै हो कि होइन अर्को उ आउनु गयो हामीलाई भोक लाग्यो त्यो नभनेको म पैसा खर्च गर्थेँ भन्दा झन् पैसा म खर्च नगर्ने भनेर सोचेको नि त त्यही रिसाएर मुजी ट्रेल पनि सिक्नु पऱ्यो हाम्रै नाममा पैसा खर्च भयो उसलाई चिन्ता पर्छ होइन साथी जेसै होस् होइन ऊ राम्रो भएन त हामीलाई के फरक पर्यो होइन हामी त राम्रो गर्नुपर्छ नि टिकटक बनाउँदै हुनुहुन्छ बाजेहरू छमक छल्लो खल्लो गाइज हामी पनि यसो यो खाम मन त कस्तो बनिहाल्यो होइन खाम अनि त्यसरी जाम यो हामी यहाँ छोडिदिन्छु नखाइकन होइन यत्तिकै जेसुकै खाओस् हाम्रो बाल लाग्दैन किनकि साथीलाई दिएको चिज नखाएर गएपछि हामीले के भयो त होइन कति खानु भाइ आधी बनाउनु छोड्दैन यहीँ छोड्यो कमलाहरू यहीँ छोड्यो त्यसले खाएन त के भयो त घन्टा फर्क होइन यसले पानी लिएर आउँछ सेम टु यु
ओइ बोतल लिएर जान बोतलमा अलिअलि थापेर लिएर दाइलाई मागेर यहाँ धारा हुनु पर्थ्यो यार अनि गाई सबैजना मान्छे आउँछ है पानी ल्याउँदा ल्याउँदा धारा त्यतै सुक्छ माथि रौतातिरबाट साउनेबाट खन्दा खन्दा थाक्दैन मान्छे माथिबाट लिएर आउनु रोडको माथिबाट पायो भने गाई बवाल हुन्छ क्या यहाँ चिसो पानी आएको भाइ उकालो नि सुन न चिसो पानी आएको भाइ सब मान्छे आउँछ है नुहाउनलाई यहाँ भ्यू हेर्दै नुहाउँदै मस्त छ ल त खाम भने त्यसरी ट्रेल छिर्नुपर्छ हामी डाउन हिल ट्रेल है अब चाहिँ हामी निस्किन लागेको डाउन हिल ट्रेलतिर अगाडि गएर भिडियोहरू हुन्छ होला सायद भेटौँ न त भिडियोतिर रङबाट यसको अनि एउटा जम्प हानिसकेँ एन्ड कि हामीलाई ठ्याक्कै यहाँ पुग्न चाहिँ 5 मिनट लाग्यो माथि छ भर्खरै 1 किलोमिटर है त्यो पनि छिराएन लेसको हामी चाहिँ अगाडि जाउँ ट्रेल चाहिँ यस्तै छ है डाउन हिल ट्रेल यसको अगाडि सो एभ्रिवान जस्ट फिरज जस्तै उहाँ पुगिसक्यो म चाहिँ यो ओह्रालो झर्नेवाला छु के कस्तो हुन्छ भेटौँ न त होइन हेरौँ न त है हेर्नु होला है त हेर्नु होला यो बाटो स्क्राच लाग्यो जस्तो छ साइकलमा पनि त्यहाँ आउँछ फेरि मेरो फोन लिनलाई अनि भिडियो गर्छ गोप्रो भएको भए त सजिलो हुन्छ आए फोनमा पनि भिडियो ए गोप्रोमा पनि भिडियो ए भन्दै होइन भिडियो बनाएको बेला चाहिँ लड्छ क्या फेरि ल त भेटौँ अगाडितिर यहाँ भिडियोमा आउँदैछ केटो आउँदैछ चाक अलिक पछाडि कडाइ ल घुमाए ब्रेक लाग्यो हाने यार अलिक यताबाट हान्नु पर्ने छ कुनाबाट चिर अगाडि छैन कट है यो चाहिँ गाइज हाम्रो डाउन हिल ट्रेल चाहिँ सक्यो अनि अहिले चाहिँ म घर जान लाग्दैछु लेट्स गो त्यसैले अगाडितिर भेटौँ हामी राइडमा ल त जबडा सो एभ्रिवान म चाहिँ आउँदै थिएँ होइन चुवाडेभन्दा हल्का अगाडि गढेको थिएँ अनि एन्ड मम्मीले पनि पर्खी भन्दै हुनुहुन्थ्यो होइन मम्मी चाहिँ उतै कतातिर हुनुहुन्थ्यो फाइनली दाइले चाहिँ मलाई रिसिभ गरेर पनि होइन जस्ट हेल्प गर्दै हुनुहुन्छ दाइले त त्यो देख्न सक्नुहुन्छ है हेर्नु होला दुक्की भाडा ल दुक्की पारा मेरो पनि ल दुक्की पारा कस्तो दाइको पारा चाहिँ होइन फर्स्ट टाइम आज देख्दैछु दुक्की पारा ल है त गाई दुक्की पारा मस्त चुवाडे अगाडिबाट आयो दाइले चाहिँ यसुप दाइ हो दाइको नाम चाहिँ म चाहिँ सङ्गम चोकसम्म लगिदिनुहुन्छ दाइले होइन त्यहाँबाट उता त पुगिहाल्छु म है पानी परेर हो क्या बिचोक गाई दिनभरि गर्मीले खुट्टा टेक्नु भएको थिएन गाईघाटमा अहिले यहाँ पानी परेर हेर्नु बिचोक यतातिर चाहिँ तनाव चाहिँ घरि पानी पर्छ घरि घाम लागेर हुर्के बनाइन्छ क्या त्यही भएर टायर सायर खोलेर मैले चाहिँ राखिसकेको छु देख्न सक्नुहुन्छ म्याक्सिसको टायर छ एन्ड टायरलाई खोलेर बाहिरबाट सक बनाइसकेको छु है जस्ट हाम्रो दाइले चाहिँ जस राम्रो ड्राइभ गर्नुहुन्छ हजुरहरू पनि चढ्न चाहनुहुन्छ भने अटोको नाम चाहिँ के हुन्छ दाइ सम्पर्क आयो गोर्खाली हो हाम्रो दाइको पसल चाहिँ सङ्गम चोकमा ठ्याक्कै छ क्या सङ्गम चोकको एउटा यता पुल छ है त्यहाँ ग्यारेज पनि छ त्यसकै साइडमा पसलको लोकेसन आएर मिट चटपटे बन्छ भन्दैन एकदम स्पेसल चटपटे पसल एन्ड किराना पसल पनि छ आउनु होला सबैजना भिजिट गर्नु होला त्यसै गरी म चाहिँ घर पुगेपछि भेट्छु चार्ज पनि छैन मोबाइलमा लेट्स गो गाइज सो एभ्रिवान फाइनल चाहिँ आइसक्यो अनि आज जस्ट डाउन ट्रेल पनि एकदम बवाल भयो भिडियो के कस्तो भयो होला लामो भयो छोटो भयो थाहा भएन होइन तर म राम्रै बनाएको छु आज चाहिँ डाउन ट्रेल जस्ट फर्स्ट टाइम एन्ड सेकेन्ड टाइम भनौँ न होइन ल त आजको भिडियो के कस्तो लाग्यो राम्रो लाग्यो मलाई लाइक एन्ड सब्सक्राइब गर्न नभुल्नु होला थ्याङ्क्स फर वाचिङ माई भिडियो नेक्स्ट ब्लगमा एकदम गाइस बाई सी यू टुमारो